म सरकार अब कथा भन्छु सरकार। भन्न त पण्डित। कुमारजी आज्ञा गर्नुहुन्छ हे अस्ति मुनि। यी बाबुराम कस्ता भने सबैभन्दा धेरै मन्त्रीहरूले घेरिएका जनताका लागि विपाको जुवा खेल्न सक्ने आर्थिक क्रान्तिको माला पहिरिएका भ्रष्टाचारीलाई तकिया बनाई सुत्ने प्रचण्ड घामले चम्किएका बादलले छेक्न के सक्थ्यो र 15,000को बलिदानले निथ्रुक्क भेजेका यिनीलाई प्रतिपक्षको ढुङ्गाको बाणले के हुन सक्थ्यो र 15 लाखको मुस्ताङ चढ्ने 27 लाखको चियापान गराउने सादा जीवन उच्च विचार भएका यस्ता महापुरुषको व्याख्या गर्न 10 जिब्रा भएका पुष्पकमलले त सक्दैनन् भने म जस्तो दरिद्र पण्डितले के सकुला। इति श्रीकन्द पुराणे बाबुराम खण्डे प्रचण्ड महात्मे सरकारे प्रतिपक्ष संवादे हिसिला भ्रष्ट कथायम दण्डहीनो नाम 10 वर्षे सत्ता हत्यायम। सबैले ध्यान दिएर सुन केटा हो, ध्यान दिएर सुन। अब सबैले सरकार चाँडै ढलो सरेर बर माग, नत्र